सिरेको मम्मीलाई फोन गर्नु त उठाउनु कतै गएछ नि घिउ कति मिठो हुन्छ बुवा यो घिउ म पछाउँछ अति मिठो हुन्छ घिउ त ठ्याक्कै नै मान्छे जस्तै हुन्छ पछि सुकेपछि उहाँ घिउ चाहिन्छ र भन्ने चलन दियो के रे अझै पनि बताउनु नाम्छु गेलेन घिउ बनाएर ल्याउने म त घिउ त नेपालको त अब त खाने मन लाग्दैन सिक लाग्छ नि यो बिदाएन नि कस्तो फिदा लाग्छ कि होइन नकोत्ताने त्यो कोतादैन तेल भरा गएको पार्वती के बेटे दाइकी छोरी पार्वतीले मैले खिर पकाएछु आउनुहोस् दिदी भनेर खाना भनेर गएको दोपहरका घाममा मन्दिरमा कुलाइनमा पूजा गरेर यसको त बेरोल्नु भयो यसको चाहिँ छोडिदिनु म निकाल्दिन्छु छोडिदिनु होइन म निकाल्छु टाइम लाग्छ जहिले भर्खर निकाल्नु निकाल्छु कि म निकाल्छु अब काट्छु